यो वर्ष 2026 तिमीहरूका लागि साधारण वर्ष होइन। प्रभु भन्छन्, मेरो योजनालाई खोज, मेरो वचनतर्फ फर्क, किनकि मैले तिमीहरूका दिन, रात, महिना र पूरा वर्ष आफ्नै हातले लेखेको छु। हरेक दिन मेरो वचन खोल र पढ, हरेक दिन र रात मलाई पुकार। हरेक महिनामा मेरो इच्छा बुझ्ने प्रयास गर। म बोल्छु तर सुन्ने कान चाहिन्छ। म मार्ग देखाउँछु तर त्यसमा हिँड्ने आज्ञाकारी हृदय चाहिन्छ। तिमीहरूले सुनेको वचन स्वीकार गर, त्यसलाई केवल कानसम्म सीमित नराख, तर आफ्नो जीवनमा कार्यान्वयन गर। आत्माको मन आज्ञाकारी जीवन भएमा मात्र मेरो इच्छा प्रकट हुन्छ। मेरो वचनबाट तिमीहरूले बुझ्नेछौ। मबाट आउने भविष्यवाणी, दर्शन र सपनाहरूबाट पनि तिमीहरूले जान्नेछौ कि यो वर्ष तिमीहरूका लागि कस्तो हुनेवाला छ। तर सम्झ, यदि मैले नै तिमीहरूलाई बुझ्ने अनुग्रह नदिए भने यी कुराहरू बुझ्न सकिँदैन। यसकारण प्रभु येशू भन्छन्, म तिमीहरूलाई बुझ्ने आत्मिक मन, हेर्ने आत्मिक आँखा, सुन्ने आत्मिक कान र आज्ञाकारी हृदय दिन्छु। म तिमीहरूलाई आशिषमाथि आशिष थपिदिन्छु। आमेन। पास्टर ज्याक पल छेत्री।